सौर्य एकाडेमीको यो आजको जीके को क्लासमा तपाईहरुलाई स्वागत छ। हामी जीके को पहिलो टपिक यसमा हामीले नेपालको भौगोलिक अवस्था, नेपालको परिचयको बारेमा यसमा हामी डिस्कस गर्ने छौं। सबैभन्दा पहिला नेपाल कुन स्थानमा अवस्थित छ त, विश्वको कुन स्थानमा नेपाल पर्दछ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। त्यसका लागि नेपाल एउटा सार्वभौम सत्ता राष्ट्र हो भनेर हाम्रो संविधानमा पनि व्यवस्था गरिएको छ। एउटा स्वतन्त्र राज्य हो। यो कसैको दबावमा विगतमा कुनै पनि राष्ट्रले नेपाललाई चाहिँ कब्जा गरेको थिएन। त्यही भएर नेपाल एउटा स्वतन्त्र राष्ट्र हो भनेर भनिएको छ। स्वतन्त्र। त्यसैगरी यो कहाँ पर्छ भन्दाखेरि नेपाल दक्षिण एसियामा पर्छ। एसियाको पनि दक्षिणी भूभागमा पर्छ र नेपाल चाहिँ भारत र चीनको बीचमा पर्ने दुईटा ठूलो विशाल मुलुकहरू, एउटा इन्डिया अर्को चाइना, यो दुईटाको बीचमा रहेको छ नेपाल। नेपालको भौगोलिक अवस्था भन्यो भने हामीले यसरी बुझ्नुपर्छ। र नेपालको संघीय राजधानी अहिले प्रादेशिक संरचनामा गइसकेपछि 7 वटा प्रदेश र त्यसका राजधानीहरू तोकिएका छन्। तर संघीय राजधानी कहाँ हो भनेर प्रश्नले सोध्यो भने हामीले काठमाडौँ भन्नुपर्ने हुन्छ। त्यसैगरी नेपाल चाहिँ कस्तो राष्ट्र हो भन्दा प्राकृतिक रूपले एकदमै सम्पन्न, सांस्कृतिक तथा जैविक विविधता युक्त राष्ट्र, बहुजातिक, बहुभाषिक, बहुसंस्कृतिक राष्ट्र हो भनेर बुझ्नुपर्ने हुन्छ। नेपाल चाहिँ समग्रमा नेपाल के हो भन्दाखेरि नेपाल चाहिँ दुईवटा ठूला राष्ट्र चीन र भारतको बीचमा रहेको, त्यसैगरी नेपाल चाहिँ दक्षिणी एसियाको भूभागमा रहेको राष्ट्र हो र भारत र चाइनाको बीचमा चाहिँ पर्दछ। र नेपालको अब हामी क्षेत्रफल सम्बन्धी एरियाको बारेमा पनि डिस्कस गर्छौं। यसमा चाहिँ नेपालको सिमाना कस्तो छ त, नेपालको आकार कस्तो छ, सिमाना कस्तो छ भनेर पनि बुझ्नुपर्ने हुन्छ। हामीले पूर्वमा के पर्छ, पश्चिममा के छ, त्यसपछि पूर्वमा पनि हामीले माथिल्लो भूभागमा के छ, हिमाली भूभागको छेउतिर के पर्छ, त्यसैगरी दक्षिणी भूभागको पश्चिमतिर के पर्छ, सबै कुराहरू थाहा पाउनुपर्ने हुन्छ। सबभन्दा पहिला त नेपालको टोटल एरिया कति छ त, क्षेत्रफल नेपालको 1,47,516 वर्ग किलोमिटर भनेर छ। यो चाहिँ नेपालको कसरी क्षेत्रफल यति भयो भन्दाखेरिमा नेपालमा अहिले लिपुलेख र कालापानी दुईटा भूभागलाई पनि समेट्यो भने हामीले 516 हुन्छ। तर आधिकारिक रूपमा हामीले नेपालको क्षेत्रफल हेर्नु पर्यो भने 1,47,181 वर्ग किलोमिटर हो भनेर बुझ्नु पर्यो। आधिकारिक रूपमा भाग यो हो। कालापानी र लिपुलेख सहितको भूभाग भन्यो भने हामीले यसबाट थोरै भूभाग बढ्छ। कालापानी र लिपुलेख एरिया जुन छ त्यो कभर गर्दाखेरि हाम्रो 516 वर्ग किलोमिटर हुन आउँछ। त्यसरी बुझ्नुपर्छ। र नेपालको चाहिँ एरिया कति छ त, विश्वमा नेपाल कति ठूलो छ अथवा सानो छ भनेर हेर्दाखेरि नेपालको भूभागको हामीले प्रतिशत हेर्ने हो भने विश्वको 0.03% एरिया कभर गर्छ नेपालले भनेर बुझ्नु पर्यो। त्यसैगरी एसियाको कति त भन्दा एसियाको नेपालले 0.3% भूभाग कभर गर्छ। यसमा फरक भनेको 0.03 र 0.3 यति मात्र फरक हो बुझ्नलाई। हामीले एसियाको चाहिँ यति भूभागलाई कभर गर्छ भनेर बुझ्नु पर्यो। यो चाहिँ नेपालको ओभरअल एरियाको कुरा भयो। त्यसपछि सिमानाको कुरा गर्ने हो भने नेपालको सिमाना कस्तो छ त, अर्थात् पूर्वमा के छ, त्यसैगरी पश्चिममा के पर्छ, उत्तर दक्षिणमा हाम्रो के पर्छ। नेपालको नक्सा हामीले यसरी हेर्ने हो भने नेपालको पूर्वी भूभाग भनेको यो एरिया भयो, उत्तरी भूभाग भनेको यो भयो, त्यसैगरी दक्षिणी भूभाग भनेको यो भयो र पश्चिमी भूभाग भन्यो भने यो एरिया पर्छ। त्यसैगरी नेपालको चाहिँ यो तीनटा एरियातिर चाहिँ भारत पर्दछ।
तीनतिरबाट भारतले घेरेको छ र यता माथिल्लो भूभागमा चाहिँ चाइना पर्छ, यसरी बुझ्नु पर्यो। र हामीले यो एरियातिर हेर्ने हो भने नेपालमा सिक्किम पर्छ, यो नजिकको भूभाग भन्यो भने नेपालको सिक्किम पनि हो भनेर बुझ्नु पर्यो। त्यसैगरी पश्चिमतिर यता हाम्रो हेर्ने हो भने बङ्गाल, भारतको चाहिँ बङ्गाल पर्छ। त्यसैगरी हामीले यता छेउतिर हेर्ने हो भने बङ्गालको खाडी जुन चाहिँ हाम्रो बङ्गलादेश पनि छ, बङ्गलादेश नेपालबाट अलि नजिक रहेको राष्ट्र अर्को बङ्गलादेश पनि हो, तर नेपालको भौगोलिक सिमानालाई चाहिँ त्यसले छुँदैन, त्यसरी बुझ्नुपर्ने हुन्छ। पश्चिमी भूभाग अब हामी यतातिर जान्छौँ भने यता हाम्रो उत्तराखण्ड पर्छ, हाम्रो उत्तराखण्ड पर्छ। त्यसैगरी तिब्बत हाम्रो यो एरियामा चाहिँ नजिकमा एउटा तिब्बत जुन चाहिँ चाइनासँगै नजिकको राष्ट्र हो, तर हामीले यसलाई चाइनाकै अन्तर्गत पर्ने भनेर बुझ्न सक्छौँ। तथापि यसलाई हामीले स्वतन्त्र एउटा स्वशासित क्षेत्र हो, तिब्बत चाहिँ कसैको कन्ट्रोलमा छैन भनेर पनि बुझ्न सकिन्छ। तिब्बत त्यस्तो ठाउँ हो, एरिया हो भनेर बुझ्न सकिन्छ। तथापि यसलाई हामीले चीन अन्तर्गत नै हामीले एरिया हेर्न सक्छौँ। त्यसैगरी हाम्रो दक्षिणी भूभागमा चाहिँ हाम्रो बिहार र उत्तर प्रदेश, हाम्रो यो एरियातिर चाहिँ के पर्छ भन्दाखेरि बिहार पर्छ, भारतको बिहार र यूपी पर्छ, उत्तर प्रदेश। मिल्छ हैन, हल्ली हो कि त्यहाँ खुट्टा अलि माथि राख्नुपर्ने को यो। यसको सेटअप ठ्याक्क फिक्स गरेर कता चाहिन्छ, जस्तै यो एरियामा चाहिन्छ, यो एरियामा चाहिन्छ भने यसलाई चाहिँ त्यही ठाउँमा फिक्स गरिदियो कि यतातिर हैन। गरौँ सुरु ल। अब नेपालको हामीले लम्बाइ र चौडाइको बारेमा बुझ्नुपर्ने हुन्छ। हामीले नेपालको नक्सा यसरी बुझ्दाखेरिमा नेपालको चाहिँ लम्बाइ भनेको यो एरिया लम्बाइ हुन्छ, यसरी हामीले लम्बाइ हेर्न सक्छौँ। त्यसैगरी हामीले चौडाइको लागि हेर्ने हो भने यो एरिया चौडाइको रूपमा हेर्न सक्छौँ। यसरी नेपालको चाहिँ कुल भूभागमा लम्बाइ कति छ, कति चाहिँ फैलिएको छ, नेपाल लामो छ भनेर यसरी हेर्दाखेरि हामीले 885 वर्ग किलोमिटर, यसरी हामीले 885 वर्ग किलोमिटर चाहिँ नेपालको लम्बाइ रहेको छ, जुन चाहिँ पूर्व पश्चिम एरिया पनि हो। नेपालको पूर्वदेखि यता पश्चिमसम्मको एरिया चाहिँ 885 वर्ग किलोमिटर फैलिएको छ भनेर बुझ्न सक्छौँ। त्यसैगरी उत्तरदेखि दक्षिणी भूभाग जुन छ हाम्रो, यो उत्तरी भूभाग, यो दक्षिणी भूभाग, यो एरिया हेर्ने हो भने नेपाल चाहिँ कति फैलिएको छ भन्दा कुनै एरियामा नेपालको साँघुरो छ। त्यसैगरी यता पश्चिमतिर आउने हो भने नेपालको भूभाग फैलिएको छ। यो क्षेत्रमा हाम्रो लिपुलेख, कालापानी पनि पर्छ हो। यतातिर हेर्ने हो भने एरिया 241 सम्म वर्ग किलोमिटरसम्म फैलिएको देखिन्छ भने यो एरियातिर 145, कम्तीमा 145 वर्ग किलोमिटर र बढीमा 241 वर्ग किलोमिटरसम्म फैलिएको छ भनेर बुझ्न सक्छौँ। यो चाहिँ पूर्व पश्चिम अवस्थिति कस्तो छ त नेपालको भनेर बुझ्नुपर्ने हुन्छ। त्यसैगरी अब नेपालको अवस्थिति हेर्ने हो भने हामीले जुन हाम्रो नक्सा छ, यो नक्सा अनुसार नेपालको चाहिँ यसलाई हामी
नेपालको नक्सामा हेर्दाखेरि जुन चाहिँ तल्लो खण्डमा परेको छ यो एरियालाई हामीले तराई भूभागको रूपमा हेर्न सक्छौं र यसले देशको करिब 17%, त्यसो भए कति भयो भन्दा यहाँ 15%, यहाँ 68% र यहाँ 17% गरेर टोटल एरिया नेपालको 7% जुन चाहिँ 1,47,181 हो। त्यो चाहिँ नेपालको क्षेत्रफल र यसमा करिब भनेर बुझ्नुपर्ने हुन्छ 17%। ठ्याक्कै फिगरमा चाहिँ हामीले अर्को भिडियोमा ल्याउने छौं। र यो तराई भूभाग भनेको समथर भूभाग हो, अर्थात् यहाँ एरिया हेर्ने हो भने पुरै समथर छ। यो क्षेत्रमा उच्चो निच्चो हुन्छ भनेको तपाईको पहाडी क्षेत्र पर्यो, यो हिमाली क्षेत्रमा हिउँ पर्ने एरिया, माथि हिमालहरू हुने ठाउँ भयो। र तराईलाई अन्नको भण्डार पनि भनिन्छ किनभने तराई क्षेत्र उर्वर भूमि छ, त्यहाँ कृषि क्षेत्रका लागि त्यसैगरी पशुपालनका लागि सबैभन्दा राम्रो क्षेत्रको रूपमा हामीले यसलाई लिन सक्छौं। र यो भन्दा डिटेलमा हामी दोस्रो भिडियोमा नेपालको क्षेत्रफल, त्यसको एरिया, पूर्वमा हाम्रो के पर्छ, पश्चिममा कुन भूभाग पर्छ र समग्रमा नेपालको भूबनोट कस्तो छ भनेर हामी अझै डिटेलमा ल्याउने छौं। अहिलेका लागि यति नै। हस्त धन्यवाद। सौर्य एकाडेमीमा फेरि पनि तपाईले कक्षा लिन चाहनुहुन्छ, यहाँ तपाईको सामान्य जानकारी हामीले लियौं। डिटेलमा फेरि पनि हाम्रो आउने क्लासहरुमा हामीले बुझ्दै जानेछौं र हामीले सौर्य एकाडेमीबाट हामीले विभिन्न क्लासहरु चलाइरहेको छौं। अहिले सैन्यतर्फको, त्यसैगरी जवानतर्फका र अन्य क्लासहरु पनि क्रमिक रूपमा सञ्चालन भइरहेका छन्। र त्यसका लागि तपाई यो क्लासमा जोडिन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। सम्पर्क गर्नका लागि हाम्रो नम्बर 97 68 98 63 98 97 68 98 63 98 मा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। हस्, धन्यवाद। हामी फेरि भेट्नेछौं नेक्स्ट क्लासमा।